channel and a new vlog. It's me Nisha Tamang. So यो चाहिँ भिडियो नि 19th मार्च को है रिब्यामाको बर्थडेको भिडियो हैन अन्त मैले चाहिँ अपलोड गरे पाएको थिएन आज चाहिँ अब जस्तो तस्तो गरेर मैले टाइम अस्ति दिनको मिलाएको थिएन फेरि त्यसमा चाहिँ के भएछ भन्दा चाहिँ इन्ट्रोडक्सन पार्टै छैन रहेछ हैन मैले र्यान्डमली भेटिसक्यो फेरि कहाँबाट के हो नि त हैन अन्त त्यो भएर चाहिँ मैले चाहिँ बनाएको अन्त त्यस्तो अब खास त अब हामी एडिट चाहिँ गर्दिन हैन अब आउँदैन पनि अन्त जस्ट हामी चाहिँ नानीको मेमोरीको लागि चाहिँ राखिदिन्छु नि त पछि गएर उनीहरूले हेरोस् भनेर त्यो चाहिँ भिडियो गर्छु हैन भिडियो चाहिँ गर्छु तर कहिले हाल्छु त केही थाहै हुँदैन त्यो अब हाल्नु पनि सक्छु नहाल्नु पनि सक्छु हैन त्यो भिडियो अपलोड गर्दैछु हो अन्त एकदमै ढिलो भयो हो सरी ल बाबु ढिलो भयो भिडियो मैले भनेको थिएँ नि त म हालिदिन्छु ल भनेर बनाएर हालिदिन्छु ल भनेर डल्लै भिडियो मेरोमै थियो हैन अन्त बनाएर हालिदिन्छु ल भनेको थिएँ हैन तर अब त्यस्तो हो टाइम पाउँदिनँ है नानीसँग हुन्छ अन्त तरै पनि ढिलै भए पनि हालिदिएको छु हेर्नुहोस् ल Happy birthday Ribyama. नाकभित्र पस्न दिउ झरी झरी बिचरा यही मामा र माइजू चाहिँ मामा र माइजूले चाहिँ दुःख गर्दैछ यो पुरा 12 बजी बिहानको 12 बजी मामा र माइजूले चाहिँ कतिको भान्जीलाई माया गर्छ भनेर चाहिँ यतिको सेक्रिफाइस चाहिँ यतिको सेक्रिफाइस चाहिँ हुनु पर्यो नि त मामा माइजूबाट आफ्नो निन्द्रा हैन त्यागी हैन नानु तिमी त खाली कुकुर खेद बिरालु खेद कुखुरा खेद आउ माया 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 अनु चाहिँ हाम्रो चाहिँ हिजोदेखिको नै डेकोरेसन चलिरहेछ आलुमा हाल्ने तिखाला छ पिरो के हाल्ने तिखाला मैले साहिललाई उयोले मागेको थिएँ रङ खोर्सानी तिखाला पिरो हरियो खोर्सानी हाल्दा हुँदैन पिरो हुँदैन हरियोले राम्रो हुँदैन हरियो हुन्छ तिखालालाई ल्याउनु न बा हैन हुन्छ काट्नुपर्छ खानुपर्छ होला भनेर के त्यसो भए त खोर्सानी खानुपर्छ नि त हो न हो काम पनि के गर्नु है बिचारालाई आम पाउन हो मन्दानी काम त धमाधम चलिरहेको छ यता अदुवा कटिङ भइसक्यो जसनाले काटेको देखाउनु पाइनँ हामीले किनभने नानी भित्र सुतिरहेको बुलान दिएर बहिनी हजुर न्युट्रल त्यो ठुलो चुला दिई बनाउने र बाबुखेरि भित्रै बाहिर बसाउनु नि त यतापट्टि धमाधम चाप हाम्रो बुहारी र काकी काट्नु पर्ने छ त अब फेरि नानीहरू कुरा बिना त हुँदैन हैन नानीहरूलाई यहाँ एक परे चारो बनाउनु म्याउ म्याउ छिटो त म्याउ हेर्नु जुम भन्ने जुम होइन जो ला हेर नि चेपेको बस त एकछिन यताबाट बोलाऊ म्याउ म्याउ बोलाऊ म्याउ बोलाऊ म्याउ छिटो म्याउ भन जुम भन्नुहोस् न जुम भन्नुहोस् न फुपूला फुपू जुम भन्नुहोस् अदुवा कति हाल्ने यहाँ छ है अदुवा हाल्नुपर्छ कि म उयो के भन्छ अलिकति आलु चाहिँ यहाँ निकालिराख्नुपर्छ खेमा जाँदै खाइदिए गर्दैछ आम्मामा बलुन त हाम्रो बर्थडेको डेकोरेसन लास्ट यस्तो भइरहेको छ यहाँ भाइ बहिनी यहाँ आमाहरू पनि आइपुग्नु भयो बर्थडे गर्थेँ के भयो कि त कपाल अब प्यारी हुँ ल
न दिदिनँ फोन त यहाँ फेरि हजुर बस्नुहोस् एकछिन बाबु काकासँग ल भोलि पछि रिबुला भन्छु मैले कति काम सघाइदिएको थिएँ भनेर छेमा ल काम टेरेन भने यहाँ त छ भोलि पछि टाइमको लागि है काम टेरेन भने अब भनिहाल्नु ल काम गरेको भिडियो हेर्नु मेरो भनेर रिबुलले भोलि चाहिँ काम टेरेन भने यहाँ पनि है यहाँ हाम्रो टाइपो बनिँदैछ धमाधम यहाँ चाहिँ हाम्रो यी होइन हेर्नु मात्रै केक आइसकेको छ लेट्स सी ओ माई गॉड राम्रो टेरेर देख्नु मिक्की माउस अहिले म देखाउँछु राम्रोसँग आमा रिबामा बर्थडे गर्ल रेडी बाई बर्थडे केक हुन्छ होस् अब नानु के हेर्नु भएको नाच नाच छिटो
खाएँ म त यहाँ चाहिँ अब हाम्रो बर्थडे सक्यो हो अन्त अब हामी चाहिँ अनबक्सिङ गर्दैछौँ गिफ्टको हो कति खान्छ रेनबो टेडी जरुरी नै थियो यो रिबोकै कलर ल्याएछ नि त पिङ्क कलर उसलाई पिङ्क कलर खालि ठिकै रहेछ ब्लग रहेछ अब एक खेल पनि रिबियामा यो चाहिँ नानीको कान्छी उमर्ने रहेछ। यो चाहिँ कान्छी उम्मो उसको उसलाई दादा भन्छ अर्कोले फेरि पाताको यो चाहिँ दिव्यामाको नानाले ल्याइदिएको। नाना यता हेर रिबियामाको आमै र बाबुकोबाट ल्याइदिनु भएछ उसको प्लेट भात खाने भएछ यसमा चाहिँ रिबियामाले भात दाल फ्रुट्सहरू खान्छ अनि बटुको रहेछ होइन खोलेको छ न यही दुइटै मुन र पनि रहेछ ह्यान्डल लगाएर कानको ह्यान्डलको ह्यान्डल ल यो चाहिँ मामा माइजूले ल्याइदिएको साइकल चाहिँ रेडी भयो जोडेर पनि र यो छ यी पिङ्क एन्ड ब्ल्याक कलर दामी रहेछ यो चाहिँ रिबियामाको बोजूले बनाइदिनु भएको बुनिदिनु भएको तल मैले अस्ति जस्तै एकजना माइती पक्रेको थिएँ अन्त आमाले बुनिदिनु भएको मेरो चाहिँ आमा रिबियामाको त्यो बोजू टोपी चाहिँ मजाको मजा टोपी अनि स्वेटर ठिकै हुन्छ होला अब यो उयसमा विन्टरमा चाहिँ ठिकै भएर थियो यो चाहिँ स्वेटर चाहिँ है अर्को विन्टर हाम्रो नानी चाहिँ एकदम डिप निन्द्रामा छ मेरो छोरीको बर्थडेमा जति पनि आउनुभएको आमै दादै बाजे बोजू ऊको उम्मो सबैजनाले मेरो छोरीलाई आशीर्वाद दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद आइदिनु भयो आशीर्वाद दिनुभयो अब गर्छु